आज म तपाईँहरूसँग यस दिनको परिचय दिन गइरहेको छु। यस जयन्तीको आनन्दमा हामी हाम्रो हृदय परमेश्वरप्रति बोलाउँ, जो हाम्रो यात्राको हरेक पाइलामा हाम्रो मार्गदर्शक, हाम्रो शक्ति र हाम्रो विश्वासी साथी हुनुहुन्छ। यो युक्यारिस्टिक उत्सवले हामीलाई सुम्पिएको दृष्टिकोण र मिसनप्रति हाम्रो प्रतिबद्धतालाई नवीकरण गरोस् र हामीभित्र आमा भेरोनिकाको आत्मालाई आगो लगाउने उही जोस प्रज्वलित गरोस्। अब हामी कृतज्ञता, श्रद्धा र आनन्दका साथ यो पवित्र युक्यारिस्टमा प्रवेश गरौँ। परमेश्वरले गर्नुभएको र अपोस्टोलिक कार्मेल मार्फत काम गरिरहनु भएको आश्चर्य कामहरूको लागि प्रशंसा गर्दै। आज हामी यस दिनलाई पालन गरिरहेका छौँ, जुन दिन अपोस्टोलिक कार्मेलको जन्मको दिन हो। यही दिनमा परमेश्वरले आमा भेरोनिकाको खुलापन र साहस मार्फत चर्च र संसारको लागि जीवनदायी अभियानमा परिणत हुने बिउ रोप्नुभयो। 155 वर्ष पहिले एउटा विनम्र सुरुवात भयो, ठुलो स्रोत साधन वा मानवीय शक्तिले होइन, तर जुन गहिरो विश्वास, साहसी दृष्टिकोण र परमेश्वरको इच्छामा समर्पित हृदयले गरिएको थियो। यस पवित्र दिनमा हामी प्रार्थना, त्याग र भविष्य सूचक अन्तर्दृष्टिकी आमा भेरोनिकालाई सम्झन्छौँ। दशकौँको अवधिमा अपोस्टोलिक कार्मेल एउटा सानो चिङ्गारीबाट एक उज्जवल ज्वालामा बढेको छ, जसले महादेशहरूमा हृदयहरूलाई उज्यालो पारेको छ र जीवनलाई रूपान्तरण गरेको छ। विद्यालय, समुदाय, उपचार सेवाहरू र विभिन्न एपोस्टोलेटहरू आज परमेश्वरको विश्वासयोग्यता र हाम्रो संस्थापकको महिला पछ्याउने दिदीबहिनीहरूको अटल प्रतिबद्धताको जीवित साक्षीको रूपमा खडा छन्। यो स्थापना दिवस मनाउँदै गर्दा हामीलाई रोकिन र परमेश्वरले हामीमाथि वर्षा गर्नुभएको प्रशस्त आशिषहरू पहिचान गर्न आमन्त्रित गरिएको छ। यो आशिष प्रत्येक बच्चामा, नानीमा, प्रत्येक युवा व्यक्तिमा र प्रत्येक जीवनमा करुणाले छुएको आशिष होस्। आमा भेरोनिकाको 119औं पुण्यतिथि र हाम्रो जयन्ती समारोहले अझ अर्थपूर्ण बनाएको यो विशेष वर्षले हामी प्रत्येकलाई सुम्पिएको दृष्टिकोणप्रति हाम्रो प्रतिक्रिया नवीकरण गर्न आह्वान गर्दछौँ। प्रार्थनामा जरा गाडिएका, परमेश्वरको लक्ष्यप्रति प्रतिबद्ध र प्रेममा साहसी बन्न आह्वान गर्दछौँ। यो दिनले हामीमा आमा भेरोनिकाको हृदयमा जलेको उत्साह पुनः जागृत गरोस्। हाम्रो जीवन परमेश्वरको कोमलता र रूपान्तरणकारी अनुग्रहको माध्यम बनिरहोस्। हामी सँगै अगाडि बढौँ, विगतप्रति कृतज्ञ, वर्तमानमा विश्वासी र भविष्यप्रति आशावादी हुँदै हामी यो महान कार्य सुरु गर्नुहुने र यसलाई पुरा गर्नुहुनेछ भन्ने परमेश्वरमा सधैँ भरोसा राखौँ। धन्यवाद। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
all of you know. So we are celebrating 155th year of our existence, Apostolic Carmel Congregation existence, and 119 years death anniversary of Mother Veronica, and 2025 क्या year है? Jubilee year. वो भी celebration करते हैं, and pre-Christmas. बहुत सुंदर से फादर आप सबों को तैयार किए हैं क्रिसमस के लिए, स्पेशली आज का मिसा के लिए। थैंक यू फादर, आपको बहुत बहुत धन्यवाद। शारीरिक पोषण मात्र होइन, आत्मिक पोषण पनि सबैले प्राप्त गरौँ। अनि विशेष गरी यो भोजन प्रदान गर्ने यहाँ रहने यहाँ 4 जना प्यारी सिस्टरहरू छन्, अनि उनीहरूलाई सघाउने जति पनि कर्मचारीहरू छन्, सबैलाई हामीले प्राप्त गरौँ। परमेश्वरका चरणमा ख्रीष्ट हाम्रा प्रभुद्वारा आमेन।